गायक तथा नायक प्रकाश सपुतले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेपछि अहिले उनको मात्र नभई उनको चलचित्र बसन्तको पनि आलोचना भइरहेको छ। चैत 22 गतेबाट रिलिजमा आएको चलचित्र बसन्तलाई बहिष्कारका कारण अहिले प्रकाश सपुतलाई चलचित्र चलाउन गाह्रो भइरहेको छ। यही प्रसंगमा कलाकार दीपक राज गिरीले प्रधानमन्त्रीको तारिफ गरेकाले कलाकार बहिष्कार भनिएको कुरामा टिप्पणी गरेका छन्। उनले लेखेका छन्, प्रधानमन्त्रीको तारिफ गरेकाले कलाकार बहिष्कार भनियो। मानौ तारिफको सट्टा गाली गरेको भए अर्को पक्षले बहिष्कार भन्थे होला। यसको अर्थ समाज कुरतातर्फ। अहिले नेपाली चलचित्र बसन्त नेपालका विभिन्न हलहरूमा रिलिज भइरहेको छ। चलचित्रमा प्रकाशको साथमा नायिका स्वस्तिमा खड्काको पनि मुख्य भूमिका रहेको छ। के तपाईहरूले चलचित्र बसन्त हेरिसक्नुभयो? यदि हेर्नु भएको छैन भने तपाईहरूको नजिकैको हलमा गएर चलचित्र बसन्त एकपटक अवश्य पनि हेर्नुहोला। नेपाली चलचित्र हेरौं र नेपाली चलचित्रलाई माया गरौं।